दर्जनौं ऐन नियमावली कार्यविधिहरू सुधार्ने गरेर हामी अगाडि जाँदैछौँ। त्यसले निजी क्षेत्रको आत्मविश्वासलाई पुनर्स्थापित गर्ने, अब देशमा केही हुँदैछ है भन्ने एउटा सन्देश जाओस् भनेर हामीले त्यो बिग ब्याङ रिफर्म्सहरू घोषणा गरेका छौँ। सायद 48 सालपछि एकैपटक त्यति ठुलो महत्त्वाकांक्षा राखेर अर्थतन्त्रमा सुधारहरू घोषणा गरिएको यो पहिलो पटक हो जस्तो मलाई लाग्दछ। दोस्रो, हामीले पूर्वाधारमा बिग पुश भनेर भनेका छौँ। सडक पूर्वाधारमा लामो समयदेखि थाँती राखिएका तर कार्यान्वयन हुन नसकिरहेका अदकल्चा कार्यक्रमहरू, नेपाली जनताको रकम फसिसकेका आयोजनाहरूलाई टुङ्ग्याउने भनेर अगाडि बढेका छौँ। त्यसले थालिएका आयोजनाहरूलाई 1 वर्ष, 2 वर्ष, 3 वर्षभित्र हुलाकीदेखि मध्य पहाडीदेखि लिएर सहरी सघन सहरी विकास अन्तर्गत धेरै ठाउँमा तपाईहरूले देशैभरि जाँदाखेरि देख्नुहुन्छ 2 लाख 5 लाख विनियोजन गरेर अदकल्चो अपुरा आयोजनाहरू हुन्छन्। त्यसमा जोसुकैले सुरु गरे भए पनि त्यो नेपाली जनताको रकम त्यहाँ फसेको छ, त्यसलाई टुङ्ग्याउनुपर्छ। राजनीतिक श्रेयको होडबाजीमा हामी लाग्नुहुन्न भनेर बडो उदारतापूर्वक यसपटक भौतिक पूर्वाधार मन्त्री हामीहरू बसेर त्यसलाई टुङ्ग्याउने 3 वर्षको यो मिडियम टर्म एक्सपेन्डिचर फ्रेमवर्ककै खाकामा 10-12 खर्ब नै खर्च गर्ने गरेर चाहिँ हामीले रकम विनियोजन गरेर त्यो योजनाका साथ अगाडि बढेका छौँ। ऊर्जा मन्त्रालयका तर्फबाट पनि रोगडा रहेका ट्रान्समिसन लाइनहरू 1 वर्षमा सकिन्छ भने सकौँ भनेर 11, 12, 13वटा ट्रान्समिसन लाइनको लागि यसै वर्ष सकिनेलाई पनि हामीले 7-8 अर्ब विनियोजन गरेर गएका छौँ। समग्र मन्त्रालयको बजेट पनि 85 अर्ब चाहिँ हामीले पुर्याएका छौँ। त्यसैले इन्फ्रास्ट्रक्चरमा एनर्जी ग्रिड कनेक्टिभिटीदेखि लिएर रोड कनेक्टिभिटीदेखि लिएर अर्बनाइजेसनका कुराहरूमा पोर्ट्स यो सबैमा एयरपोर्टहरूको कुराहरू सञ्चालन बनिसकेका एयरपोर्टहरूलाई सञ्चालन कसरी गर्ने यी सबैमा चाहिँ बिग पुश भनेको चाहिँ त्यो कोअर्डिनेटेड ढङ्गले हामीले यता चाहिँ कदम चालेका छौँ। ठुलो महत्त्वाकांक्षा राखेर हामीले काम अगाडि बढाएका छौँ। त्यो मध्यम वर्गको एक्सपेन्सन, मिडल क्लासको एक्सपेन्सन, मिडल क्लासको सेक्युरिटीमा अलि बढी हामीले एम्फसाइज गरेकै हो। यहाँ गरिबको नाममा धेरै गीत गाइने तर गरिबलाई साँच्चीकै त्यो नगद हस्तान्तरणभन्दा अन्य कुराहरूमा ध्यान नदिइएको विगत 30 वर्षको अनुभवलाई पनि हामीले चिर्न खोजेका हौँ। गरिबहरूलाई क्यास बाँड्दैमा गरिबीबाट माथि आउने होइन, गरिबी उन्मूलन गर्नको लागि र उनीहरूलाई पनि मिडल क्लासमा ल्याउनको लागि डिसेन्ट जब्स चाहिन्छ। डिसेन्ट जब्सको लागि प्राइभेट सेक्टर चलायमान नभइकन यो सम्भव छैन भनेर त्यो एउटा तरो सैद्धान्तिक जगमा चाहिँ हामीले यो मुलुकको अर्थ राजनीतिक कोर्सलाई नै फेर्न खोजेका हौँ। त्यसैले धेरैलाई यो अन्यल पनि भएको छ। अलि वाम पृष्ठभूमिका साथीहरूलाई चाहिँ यो गीत चाहिँ गरिबको गाउने तर काम चाहिँ क्रोनी क्यापिटलिस्टको गर्ने जुन विकृत राजनीतिक मोडलले गाजेको थियो त्यसलाई हामीले चकनाचुर पार्न खोजेकै हो। त्यसैले यो नयाँ अलिकति भाषा नयाँ सन्देश नयाँ भयो भनेर अलमलमा पर्नुभएका छ। पुराना आफ्नै पालामा केही गर्न नसकेकाहरूले चाहिँ अहिले अलिकति आलोचना गर्दै हिँड्नु भएको हामीले देखेका छौँ। तर हामीले वाचापत्रमा जे लेखेका थियौँ र त्यसलाई जनताबाट अनुमोदित गराएर अहिले सरकारमा आएका छौँ त्यो नै वफादारीपूर्ण कार्यान्वयनको रूपमा अगाडि लगिरहेका छौँ। यति मैले यहाँहरूलाई आश्वस्त पारेँ। अर्थतन्त्रमा बिग ब्याङ रिफर्म्स, मिडल क्लासको एक्सपेन्सन, ट्याक्स कट्सहरू कसैले कल्पना गर्नुभएको थियो? 10 लाखसम्म आयकर छुट, 39% त्यो त्यस्तो खराब सन्देश लगानीकर्ताहरूको लागि, कोही पनि विदेशी लगानीकर्ताहरू आकर्षित नहुने जस्तो माहौललाई स्वाट्टै 10% पोइन्टले घटाएर त्यो भाङ जुन परेको छ इन्कम ट्याक्सेसनमा कन्जम्सनबाट चाहिँ थोपा कहीँ 50 पैसा, कहीँ 1 रुपियाँ, कहीँ 2 रुपियाँ गरेर ब्रड बेस्ड कन्जम्सनबाट आंशिक क्षतिपूर्ति गर्ने गरेर हामी अगाडि बढेका हौँ। भ्याटको कुरा तपाईँहरूले नउठाउँदा पनि हुन्छ भनेर म किन भन्छु भने प्राइभेट सेक्टर अथवा एनर्जी प्रड्युसर्सहरूले क्रेडिट इनपुट, इन्डस्ट्रीहरूले इनपुट क्रेडिट पाइ नै हाल्छौँ। अन्तिम उपभोक्तालाई हामी विभिन्न सोर्सबाट यसलाई भार नपर्ने गरेर एड्रेस गर्दैछौँ। त्यो कुरा 5 चोटि मैले बोलिसकेँ, फेरि यहाँहरू समक्ष त्यो राखिसकेँ किनकि यो इलेक्ट्रिकल अन्टरप्रेनर्सको कम्युनिटी भएको हुनाले तपाईँहरू मार्फत पनि यी कुराहरू जान्छ। फाइनल कन्ज्युमरलाई त्यो बेभार नपर्ने गरेर नै हामी जान्छौँ। तर मूल कुरा देशको यति ठुलो म्यान्डेट भएको सरकारले बोल्ड रिफर्महरू गर्न सकेन भने कसले गर्छ? को आइडिएर गर्छ? कहिले गर्छ? कसले गर्छ? हामीले नै गर्ने हो र यसमा जनतालाई बुझाएर नै अगाडि जानुपर्छ भन्ने मेरो विनम्र अनुरोध।